कोसीको सुकाएको माछा विशेष गरी झोलकै रूपमा खाने भएकोले यसको झोल चाहिँ एकदमै मिठो हुन्छ। म चाहिँ माछालाई यसरी पकाउँछु, तपाईहरु पनि यसरी माछा पकाउनु भयो भने एकदमै स्वादिलो झोल हुन्छ। माछा मासुमा चाहिँ प्रायजसो तोरीको तेलै मिठो हुने भएकोले यहाँ तोरीको तेल मैले लिएको छु। लसुन फुराउने, राम्रोसँग चलाउने, लसुन गोल्डन ब्राउन भइसकेपछि प्याज राखेर प्याजलाई पनि चलाउने। प्याज चलाएर केही बार गोल्डन ब्राउन भइसके पछाडि जिरा धनियाको पेस्ट राख्ने र राम्रोसँग चलाउने र केही बेर पाक्न छोड्दिने। मसलालाई केही बेर पाक्न छोडिसकेपछि काटेको हरियो खुर्सानी, बेसार, खुर्सानीको धुलो, आवश्यक अनुसार नुन सबै राखेर राम्रोसँग चलाउने। त्यसपछि केही बेर पाक्न छोड्दिने र काटेको टमाटर राख्ने र फेरि केही बेर चलाउने। माछाको झोललाई यहाँनिर स्वादिलो बनाउनलाई मसलाले नै मेन रोल प्ले गर्ने भएकोले मसलालाई पकाउनलाई यहाँ अलिक टाइम लाग्छ। मसला पाक्दै गइसकेपछि मसलाले तेल छोड्ने भएकोले मसला पाकेको नपाकेको तपाईहरुले त्यसरी थाहा पाउन सक्नुहुनेछ। मसला अब हाम्रो रेडी भयो। त्यसपछि मसलामा तपाईहरु पानी राख्न सक्नुहुनेछ। पानी चाहिँ तपाईहरु यहाँ अलि बढी नै लिनु होला। यहाँ रस उम्लिसके पछाडि सुकेको माछा राखेर राम्रोसँग चलाउने र सानो ग्यास बनाएर कम्तीमा पनि 10 मिनेट उम्लिनलाई छोड्दिने। यसरी माछालाई धेरै बार उमाल्दा चाहिँ माछाको स्वाद झोलमा जाने भएकोले झोल एकदमै मिठो हुनेछ। यसरी कम्तीमा 10-15 मिनेट पकाइसके पछाडि हाम्रो माछा रेडी हुन्छ। अब अन्तिममा माछाको झोलमाथि धनिया राखेर एकपटक राम्रोसँग चलाउने। त्यसपछि कोसीको सुकाएको माछाको झोल हाम्रो यसरी रेडी हुन्छ। तपाईहरु पनि घरमा यसरी नै भातसँग अथवा ढिँडोसँग बनाएर आफ्नो परिवारसँग बसेर खान सक्नुहुनेछ।